गाइज कुक्तिपुरबाट बजारको भ्याली काँक्री बिहारको जङ्गल अनि कस्तो देखिँदो रहेछ त। म भण्डारी भ्लगमा तपाईहरुलाई स्वागत छ गाइज। यो भिडियो मैले तपाईहरुलाई देखाउन गइरहेको छु गाइज। यो खेतबारीमा कतिको हरियाली छ त गाइज। हेर्नु गाइज, यो भिडियोमा लाइक कमेन्ट सेयर गर्नु होला। ठाउँ चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला। यो हो कुक्तिपुर गाइज। हेर्नु कुक्तिपुरको बाटो चाहिँ पुरै कच्ची बाटो छ। अनि यसो अब यो रिङ रोड हो कि के हो, अब बाटोघाटो यस्तै छ गाइज। तपाईहरुले यसो कमेन्ट लाइक गर्न नभुल्नु होला। पुरै हेर्नु डाँडा काँडा हरियाली चारैतिर। म चाहिँ यसो बजारतिर रिफिलिङ गर्न एउटा गाउँमा यहाँ चौधरीको पसलमा सामान झार्न आएको थियो। हेर्नु यो परार सुकिसक्यो यत्रो डौवा कहिले खाने हुन्। गाई भैँसी पनि टन्न पाले रहेछन्। हेर्नु वाह, बाजेले चाहिँ पुरा हुक्का ठडाइराख्नु भा। वाह गाइज, हेर्नु गाइज, यो चाहिँ कुक्तिपुरको स्कुल गाइज। यो स्कुल हो, यो सरकारी स्कुल हो गाइज। पढाइ चालु नै भइरहेको रहेछ। घामले पनि अब स्कुलका बच्चा बच्ची केटाकेटीहरू बाहिर निस्किन सकेका छैनन् घामले गर्दाखेरि गाइज। म चाहिँ यसो गाडी चलाउँदै भ्लग बनाउँदै हिँडेको। हेर्नु गाइज, यहाँ गाउँमा यस्तै छ। गाउँमा गाई भैँसी पाल्ने, गोबर सोबर फाल्ने यस्तै हो। हेलो, के नुहाइदिन लाग्नुभयो त कुकुरलाई। मेरो चाहिँ सानो भ्लगमा लाइक कमेन्ट गर्न नभुल्नु होला गाइज। यो यस्तै छ, माथितिर बजारहरू देखिएको छ। अलि भिडियो हल्लिएको होला किनकि कच्ची बाटो छ, गाडी चलाइरहेको छु। अनि यहाँ हेर्नुहुन्छ गाइज, यो केटा र केटी अघि चाहिँ उता बसिरहनु भएको थियो, अहिले चाहिँ यता आएर बस्नुभएछ। यिनीहरूको सेन्टलमेन्टल केही न केही मिल्ला जस्तो छ गाइज। यो बाटो कच्ची हुनाले गाह्रो छ हो गाइज, गाह्रो छ। हेलो हाई, के छ हो? भ्लग आयो भ्लग। बाई बाई। बाटो चाहिँ यस्तो छ। यो पुरा टिप्परले हो कि ट्र्याक्टरले हो कि पुरा बर्खा त धान रोप्न मिल्ने खालको छ यो बाटो। भेरा बाख्रा पनि पालिरहेका छन् गाइज। यो बाटो चाहिँ एकदम कच्ची हुनाले मलाई चाहिँ अलि हिँड्न गाह्रो भएको अवस्था। भण्डारी भ्लग अफिसियलमा लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला गाइज। किनभने हौसला धेरै हुनसक्छ कि तपाईँहरूको एक लाइक सेयरले सपोर्टले गर्दा एक अर्कालाई सपोर्ट मिल्छ गाइज। पानी सानी नपरेर खरेडीको बेला गाउँतिर बाटोहरू छ पुरै। वो माथितिर सालगारी हो, सालको पातहरू पनि झरिरहेछ, हावाहुरी चलिरहेछ गाइज। गाउँको यस्तै छ गाउँमा, गाउँठाउँको बाटोघाटो। हजुर, यो झगडा गर्ने टोलो, यो जाँड रक्सी खाएर झगडा गर्ने टोलो धेरै जसो यहाँका कोही जाहिर साहिर खाएका हुन्नन्, कोही अब विदेशतिर पनि गएका होइनन्। यो तेरो यो मेरो भनेर जाँड खाएर अलि झगडा पार्ने भनेको यो टोल चाहिँ वीरेन्द्रनगरको एकदमै झगडालु टोल भनेर चिन्नुहुन्छ गाइज। तपाईहरुलाई यो ठाउँ गाउँ कस्तो लाग्यो सेयर गर्न कमेन्ट गर्न नभुल्नु होला। बाटो चाहिँ यस्तो छ। हेर्नु जङ्गलको बाटो छेउछाउमा हो। ओ माथितिरको चोरहरू आइराखेन क्या हो जङ्गलमा। ऊ त्यहाँ गाँजा खान गए हुन् कि या चोर्न गए हुन् गाइज, केही थाहा छैन। ओ भैँसी पालेछन्। यस्तो छ, आनन्द छ गाइज। तर लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला किनकि म यस्तै भिडियोहरू तपाईहरुलाई गाउँठाउँ जानकारी, नयाँ नयाँ भ्लग, नयाँ नयाँ अफिसियलहरू म देखाउने छु। लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला। हेर्नु ऊ त्यहाँ ढलान भइरहेको छ गाउँमा। यी झगडालु पार्टीहरू चाहिँ आज दरो खाएर झगडा गर्छन्। फेरि काम गर्छन् दिउँसो, थाकिन्छन् बेलुका, अनि जाँड खान्छन् अनि झगडा गर्छन्।
गाइज सुर्खेतको भ्याली उता माथितिर देखिन्छ हेर्नु गाइज। त्यो अब कहाँ हो ठाउँहरू चिन्नु भएको छ भने कमेन्ट गर्नु होला। म अब पुरै भिडियोमा त जानकारी दिन त अलि गाह्रै हुन्छ म किनकि अब यस्तै छ जिन्दगानी। यो घर चाहिँ माथि जङ्गलमा बनाउनु भएको छ माटोको। अब केही काम न काज खाना बेला के को लाज भने जस्तो हेर्नु गाइज। यो ठाउँमा यस्तै छ गाउँहरू गाइज हेर्नु होला। खानको मारेर को लान्छ हेरौँला झैँ झैँ पारेर। यो गुप्तीपुर हो गाइज, गुप्तीपुर यो वीरेन्द्रनगरको एकदम पर्यटक स्थल भनौँ भने होइन। यहाँ जाँड खाएर झगडा गर्ने टोलीहरू धेरै जसो यहाँ यो टोलमा तपाईँहरूले पाउन सक्नुहुनेछ। लो लाएर पुरै सुक्खा छ, खरेडी परेको छ गाइज। लो भण्डारी ब्लक अफिसियलमा ऊ बजारमा दाउरा बेच्न लगिसकेछन्। तपाईहरुलाई चटपटे खाना मन पर्छ भने चटपटे पसल ऊ यहाँ छ, चटपटे खाना आउनु होला। पसलको नाम चाहिँ मलाई खासै थाहा भएन गाइज। ऊ समस्या खानै हुनुहुन्छ भोकको समस्यामा। अप्पा हेलो भुजा चाहिएको हो? कति बोरा भुजा? त यो लोकल हो महँगो हजुर 550 पर्छ अरे एउटा बोरालाई। 5 बोरासम्म राख्नु 500 मा आउँछ। उहाँ चाहिँ दिदीले अब बारीमा प्याज लसुनलाई पानी हाल्न लाग्नु भएको छ। यहाँ त छोरी मान्छे अलिक काम लाग्दाका हुन्छन्, छोरा मान्छे त खासै कैलाश मोन्टेसोरी तपाईँहरूको बच्चाहरू पनि यहाँ पढ्दैछन् भने गाइड कमेन्ट गर्नु नभुल्नु होला। गाइज हेर्नु छोरी मान्छेले यसरी काम गर्छन् नेपालमा। कता हिँड्नु भयो दिदी? कहाँ जानु नि हो? लाटी गैली डाँडा ऊ त्यो पुलमा आउनु पानी छैन भन्नुहुन्छ गाइज। हेर्नु यो खोर्के खोलाको पानी त यत्रो छ, माछा मार्न मिल्छ, यहाँ बच्चाहरूलाई पौडी खेल्न मिल्छ। यो तलतिर हो यो खोर्के खोला हो। यो एरचोकबाट जो चाइना पुलबाट आएर बगिरहेको खोला हो। हेर्नु गाइज यहाँ माछा साछा मार्न मिल्छ, पानी चाहिँ टन्न छ। यो गाइज गाडी चाहिँ त्यहाँ रोकेर यसो भिडियो बनाउन लागेको खोर्के खोलाको पानी लगाइट। फेरि म यस्तै अर्को भिडियोमा साथ दिनेछु। तपाईहरुले लाइक कमेन्ट गर्नु होला, सब्स्क्राइब गर्न नभुल्नु होला।